ल आनंगासेयो साथीहरु आज हामी प्रारम्भिक खण्डबाट पढ्ने छौं हानगुक भनेको कोरिया हानगुक भनेको कोरिया नेपाल भनेको नेपाल छिमा भनेको फ्रक खो भनेको नाक थाजो भनेको अस्ट्रिच चरा फोदो भनेको अंगुर क्यामेरा भनेको क्यामेरा स्की भनेको स्की खफी भनेको खफी खिचा भनेको रेलगाडी पियानो भनेको पियानो खायो भनेको यहाँ जन्छु छ जान्छ अथवा जान्छु छायो भनेको चिसो छ चायो भनेको नुनिलो छ खयो भनेको ठुलो छ कयो भनेको बन्द गर्नु सायो भनेको किन्छु अथवा किन्छ हुन्छ पुरी भनेको जनावरको चुच्चो अथवा चराको चुच्चो अर्को पुरी डबल पको पुरी छ जरा आफायो भनेको दुखिरहेको छ फापायो भनेको व्यस्त छु अथवा व्यस्त छ खाची भनेको चिबे चरा अके भनेको काँध खुइतुरामी भनेको फट्याङ्ग्रा पुरी भनेको जरा आजसी भनेको काका चिगे भनेको खिम्सीको सुप यसलाई चाहिँ चिगे पनि भन्नु पर्यो यङ भनेको अंग्रेजी भाषा उम्जल भनेको अक्षर इरुदा भनेको बनाउनु प्राप्त गर्नु र सम्पन्न गर्नु यी मिनिङहरु चाहिँ याद गर्नु होला छाउम भनेको व्यञ्जन मोम भनेको स्वर उइन्चोक भनेको बायाँपट्टि ओरन्चोक भनेको दायाँपट्टि इयस भनेको लगातार क्रमशः र अर्को भन्ने बुझिन्छ छक्ता भनेको लेख्नु थोरै हुनु फानमेन भनेको अर्को तर्फ आरे भनेको तल फाप भनेको भात वा भोजन फाछिम भनेको अन्तिम व्यञ्जन यानी वर्डको मुनि झुनिने शब्द यदल भनेको 8 थाक भनेको कुखुरा मोक भनेको घाँटी साम्ता भनेको उसिन्नु आन्ता भनेको बस्नु नप्ता भनेको फराकिलो हुनु माग्ता भनेको सफा हुनु क्षमता भनेको जवान हुनु नुन भनेको हिउँ आँखा सान भनेको पहाड फ्यान्जी भनेको चिठी पत्र फाम भनेको रात अथवा कटुस मोम भनेको शरीर माउम भनेको मन अथवा हृदय र खोङ भनेको बल सुनिए याङ भनेको भेडा र खाङ भनेको नदी अहिलेलाई यो मिनिङ कण्ठ गर्नु होला र यस्तै भिडियो हेर्न सब्स्क्राइब गर्न जरुरी छ।